वेलकम टु माई ब्लग गाइस। अहिले चाहिँ हामी कहाँ जाँदैछ भने ब्लग 1 देखि ब्लग 2 सम्म जाँदैछ। तपाईँहरूले देख्नु सक्छ साथी र म चाहिँ। अहिले हाम्रो यहाँ ठाउँ चाहिँ यस्तो छ अनि भ्यूमा हेर्न यहाँ जङ्गल ठुलो छ। अब यो जङ्गल तोडेर जानुपर्छ। ट्याक्सी यहाँ रेडी हो। अब हामी 20 मिनट्स टु 15 मिनट्सको लागि वकमा हो। यति टाढो पनि होइन। मेरो दोस्त चाहिँ पछि पछि आउँदैछ। ड्युटीबाट नि त्यो मान्छेले भन्छ मलाई नि, ओ म त एकछिन गएर आएको जस्तो त लाग्छ भने मनराजले नि। यता चाहिँ यस्तो छ। यहाँ चाहिँ अहिले चाहिँ एकदम घाम लागेर चाहिँ आज चाहिँ मौसम चाहिँ ताजा भइरहेछ होइन। तिम्रो टोपी चाहिँ कहाँबाट किन्यो पाटे? दामी किनेछ त टोपी चाहिँ। रेन ह्यापरमा कतिमा किनेको? एक केटी दामी किनेछ जसरी हो भने। तिमीले टोपी चाहिँ कलेक्सन गर्नु पर्यो। टोपीले तिमीलाई सुहाउँछ नि। यस्तो छ। यहाँ चाहिँ अब प्रेयर गर्ने ठाउँ हो मुस्लिमहरूको। तीन चार दिन चाहिँ एकदम पानी परेर एकदम मौसम चाहिँ एकदम चिसो बहुत ठन्डा थियो। अब चाहिँ बिस्तारै बिस्तारै घाम यसरी लाग्दैछ। घाम लागेपछि चाहिँ अब बिस्तारै बिस्तारै गरम पनि हुने दिन आउँदैछ। यस कारणले गर्दा चाहिँ अब जति डुल्नु सक्छ अहिले नै डुलेर चाहिँ कतापट्टि एउटा साइकल कान्छ भाइ। अनि यहाँबाट छ यो के अरे 114 छ कि मैले थाहा छ नि म सधैँ हिँड्ने बाटोमा। त्यहाँबाट गएको पुग्छ यो उयो के अरे कोलकट हो के भनेछ नि। हामी त्यो बिरयानी खाने ठाउँ त्यहाँबाट चाहिँ गएकै गर्नुपर्छ। हाइफर जानु पर्दैन? हाइफर यता हो नि त। मैले वहाँ पनि आइपुग्छ नि त लक्टुमा। टाढा पनि पुग्छ नि त। त्यहाँ पुग्दैन होला। टाढा पनि पुग्छ। अलिक यतापट्टिबाट यस्तो जानुपर्छ। टाढा पनि पुग्छ। रेन हाइपर चाहिँ बाटो यता हुन्छ कि हामी जाने ठाउँ चाहिँ यस्तो लाग्छ क्या। जानुपर्छ। एसिया बस यसरी धोइछ। गाडी धोइछ उनीहरूको यस्तो रहेछ। ग्लोबल एकाडेमिक बिलिङ्गुअल स्कुल। उयो गर्दा कम्ती लामो छ नि सर। यिनीहरू त यता होइन नि त पार्टी। यिनीहरू त खालि टुर हुन्छ नि त साउदीतिर। त्यो लामो एकजना गेस्टले भनेको कि 7 आवर्स है कतिमा उनीहरू गाडी कुदाएर आउँछ अरे पार्टी कन्टिन्युस। यहाँ चाहिँ रुखहरू छ। यहाँ चाहिँ मजाको रुखहरू छ। यो रुखहरू चाहिँ यहाँ माथि चाहिँ एकदम चाराहरू बस्छ। ढुकुरहरू बस्छ। चारा बसिरहेको छ यहाँ चाहिँ। सबै चाराको ठाउँ हो यो चाहिँ। यो ठाउँ चाहिँ अहिले यस्तो छ। मेरो जिपी एकदम सिरियस हिँडेको छ। तिमीलाई यहाँ होइन सुली लाग्ने। अब हामी बिरयानी खाने ठाउँमा पनि पुग्छ तर बिरयानी खाँदैन। पहिला खाएको एक दिन हामी साथी र म चाहिँ यो ठाउँमा चाहिँ पिसाब गर्नु भनेर गएको थियो। बेलुका थियो उतापट्टि। हामीले पिसाब पनि हानिदियो तर एकजना मान्छेले देखेर चाहिँ हामीलाई चाहिँ थुरथुर बनायो।
उसले चाहिँ यस्तो हेर्दाखेरि चाहिँ हामी चाहिँ पुरा डर लाग्यो नि त्यहाँदेखि चाहिँ हामी यस्तो फाल हानेको अरू साथीहरू चाहिँ तल त्यो दोकानमा थियो त्यस्तो जाँदैछ गाई सबैजनाहरूले हेर्नुहोस् यस्तो रहेछ अहिले चाहिँ एकदम तितो मिठो बिल्डिङको पुरा अल्को अल्को मान्छे चाहिँ हुँ एकदम अब रमजानमा अरू मान्छे चाहिँ सबै सुत्छ हामी चाहिँ अब दिनभरि डुल्छ तर आज चाहिँ अलिकति वक पनि हुने रहेछ भनेर चाहिँ साथीसँगै दुईजनासँगै छुट्टी हुँदा चाहिँ अब लास्ट इयर डुलेको पुरा याद आएर चाहिँ गफ गर्दै हिँड्दैछ लास्ट इयर त हामीले सबै खाएको नि यो ठाउँ नि बाटो एकदम यो चाहिँ कलरफुल सेन्ट आउँछ यो फुललाई के भन्छ बाटो मखमली फुल होइन यो वासना एकदम मिठो आउँछ यहाँ चाहिँ सबै यस्तो खालको फ्लावर मात्रै छ यहाँ कुवेततिर चाहिँ बेसी जस्तो नै के टिकटक लाइभमा हो क्या बाटे ठुलो पानी खेल्ने दह यहाँ छ मिल्छ हौ तर त्यहाँ चाहिँ अब बेसी जस्तो उनीहरूले के बनाउँदैछ कन्टेन्टहरू खोजेर बनाउँदैछ नि त त्यस्तोमा चाहिँ पार्टनर चाहिन्छ क्या त्यहाँदेखि आफूले पनि बनाउनु सक्छ होइन तर अब के भन्नु अलिकति मेहनत गर्नुपर्छ क्या त्यसमा चाहिँ यहाँबाट जानुपर्छ पार्टी गएको गर्नुपर्छ गएको गर्नुपर्छ यहाँबाट चाहिँ होइन आउन यता आउन मसँग मलाई फलो गर न म तिमीलाई आज टक्राको पुऱ्याउँछु म त नि त्यो कोही बेला रामदान होइन होला भनेर बिर्सिँदो रहेछ बाटो हिजो कि अस्तिको दिन त जम्मै चुइगाम खाएछ नि हो बाहिर त्यो बसेर गोजीमा हात लाग्दाखेरि थाहा पायो कोही छैन हुँदैन रहेछ आज फेरि गोजीमा चुइगामहरू बोकेर लागेको बोरिङ हुन्छ भनेर खानै बिर्सेछ खान तिमी सुरु हो नि त अहिले त कहाँ खाँदैन नि त हुलु हुलु mau रहेछ बिचरा दुकान ya tapi tangan kali dulu gome matas लक लगाएर जान्छ है मान्छे चाहिँ नि लक नलगाऊ न लक भन्दै नलगाऊ है बाटी रुम अहिले आउँदैछ है हामी 20 मिनेट आधा घन्टामा आइहाल्छ फर्केर मैं घुमे हानल रुम चाहिँ यहाँ चाहिँ यस्तो रहेछ तिम्रो चाहिँ कहाँ अरे बाटो तिमीले भनेको चाहिँ कता अरे यताबाट उता जानु भनेको मैले भनेको ठाउँबाट हिँड्नु न भरे चाहिँ तिमीले भनेको ठाउँबाट आऊ हो अहिले चाहिँ मेरो रुटबाट जाउँ न ल भरे चाहिँ तिमीले भनेको ठाउँबाट आऊ हो फर्किँदाखेरि हिँड्नु लु ग्रेन हापर यता छैन हो बाटी ग्रेन हापर यता हो हिँड्नु तिमीले कहाँ लान्छौ म त्यहीँ जान्छु गाडीले यहाँबाट त लग्छ हामीलाई जहिले लग्छु
गार्डन चाहिँ यस्तो छ, यहाँको गार्डनहरू चाहिँ यस्तै छ। उठेर यस्तो भोजनहरू नि गरे कि म त सधैँ उठेर खानासाना पकाएर अब त खान्छु त्यो बाटो। अब आएर त डिनर नि मजाले गुन्द्रुक हुनुपर्छ हो भाटी, दाल म बनाइहाल्छु हो। गुन्द्रुकसँगै म यो के अरे यो भुट्छु सबिन मजाले। हिजो कहिले होला पब्जी अलिक खेलेँ त्यहाँदेखि। किन टिडिएम अगाडि आउँछ पऱ्यो। एक दिन चाहिँ यहाँ आउनुपर्छ हामी चाहिँ, साथी र म। यहाँ चाहिँ यस्तो मिठो पाउँछ नि हामीले। तिमीले कहाँ लान्छ? यहाँबाट गयो भने सिधा हो बाटो, यहाँबाट गयो भने सिधा हो। के हुन्छ यहाँबाट यसरी गएर यता गएर उता सेतो निस्किन्छ नि, त्यहाँबाट नि हाइपर भेट्छ। हाइपर पुग्नु खोज्दैन, यताबाट सट्टै निस्किनेपछि त्यो के अरे ऊ छैन, अक्सिजन छैन, त्यसको ठ्याक्क गाडी निस्किन्छ। लामा अक्सिजन देख्दा फेरि यता ओह्रो आउनुपर्छ बाटो, यहाँबाट गयो भने नेक्स्ट छैन, नेक्स्टको ठ्याक्कै साइडमा पर्छ त। चलो चलो त्यो भन्नु यहाँ तिमीले भन्ने ठाउँबाट यताबाट हिँड्नु नि त। होइन चलो न त, मैले भनेको चाहिँ यो मैले भनेको चाहिँ यो रुट भनेको यो अहिले हामी हिँड्ने सिधै गएको गऱ्यो भने त्यहाँ तिमीले भन्नु खोजेको उहाँ अगाडि पुगाउँछ तिमीले त्यो लक्टुको त्यो ऊ तिमी र म एकपल्ट हिँड्ने बाटो त्यहाँ पुगाउनु खोजेको होला तिमीले। होइन ऊ साथीको सामान लिनु छ नि त्यही त हो त अन्त के अरे त्यो रुम नै अन्त उनीहरूको त्यो हामी त्यहाँ गरम भएको बेलामा। मैले चाहिँ भन्नु खोजेको के भन्दाखेरि यताबाट जाँदाखेरि चाहिँ पछाडिको साइड पर्छ, नेक्स्ट हुँदै हामी निस्किनुपर्छ फेरि उता भन्नु खोजेको। ओके ओके यताबाट जाँदाखेरि चाहिँ त्यो हुन्छ, तिमीले भनेको चाहिँ डाइरेक्ट वहीँ पुग्छ भन्नु खोजेको तिमीले, हो कि नभन त? सही हो त्यो सही हो। हिँड नि त डाइरेक्ट जाउँ, वहीँ हिँड डाइरेक्ट यसरी हिँड नि त भइहाल्छ नि, अलिक त हो यहाँबाट निस्किहाल्छ नि उहाँ अगाडि डाइरेक्ट हिँड नि त। फ्राइडे मार्केट चल्दै रहेछ होइन? आउँछ फ्राइडे अरे यो बङ्गाली मार्केट तरै छ नि त। रहेछ नि हो पार्टी, आऊ थुक्कै वालेट ल्याएर आएन नि पार्टी। मैले त अलिक सब्जीहरू किनेर लानुहुन्थ्यो नि त। अब यहाँ चाहिँ के लाग्दैछ भने चाहिँ बङ्गाली मार्केट भन्ने चाहिँ यो है। अब बङ्गाली मार्केटमा चाहिँ हामी गएर चाहिँ सामान पुरा हेर्छ, किन्छ किन्दैन। यही बङ्गाली मार्केट भनेको चाहिँ मान्छे चाहिँ अब बङ्गाली मात्रै हो कि हो। यहाँ चाहिँ भेजिटेबलहरू बेच्छ है। यो चाहिँ अब एकैछिनमा भाग्नुपर्छ। यहाँको अब पुलिसहरू आयो भने एकदम डेन्जर छ नि त। माल एकदम सबै रुबाको माल हो, रुबाको माल बाटी सस्तो हो नि, अचानक सस्तो हुन्छ। आज के हो बा? मन्डे आयो रेलगाडी बङ्गाली मार्केटमा घुमाउँदै। सन्डे पनि लाग्दो रहेछ नि, माछाहरू पनि रहेछ न। कपडा वा पिठा पिठा बोक्दैछ।
युज गरेको जुत्ताहरू रहेछ भने यहाँ बङ्गाली मार्केट त्यसले अब सबै यहाँ चाहिँ सामानहरू चाहिँ उनीहरूले युज गरेको सामानहरू मात्रै सागसब्जी मात्रै फ्रेस भेट्छ अरू चाहिँ सबै युज हाफ प्यान्ट सर्ट ब्राहरू पाउँदैछ होइन जुत्ताहरू पनि युज भएको रहेछ भाइ धोएर मजाले राखिरहेको कसले लान्छ होला त्यस्तो लान्छ होला नि लाने भएर त अब त्यहाँ अचानक खोतेर रहेछ बाटो छिटो अगाडि गाडी आउँदैछ अब चाहिँ हामी झनै ब्लक 1 सकेर अब ब्लक 2 मा लाग्दैछ होइन नि बाटे फ्राइडे त्यस्तो लाग्दैन नि बाटे फ्राइडे त खतरा लाग्छ नि हो बाटे सामानहरू हुन्छ नि त अन्त अबुई फ्राइडेमा सबै हुन्छ हौ मुई जस्तै हुन्छ सेम हो कि तर अलिकति क्या सामानहरू अलिक लार्जमा हुन्छ क्या अलिकति धेरै हुन्छ क्या तिमीले चोइस गर्नु मिल्छ क्या त्यहाँ चाहिँ त्यहाँ त नाक छोपी हेरिरहेछ त मान्छेले यो वेदर चाहिँ एकदम दामी है बाटी नि यतिको वेदर चाहिँ चाहिएको हो नि त गर्मी त अहिले त केही फिल भएको छैन नि यो बाटो नि तर यो महिनाको मौसम लागिरहेको छ हामी आजको 9 तारिक भइसक्यो न अब 10 पर्सि हामी पर्सिको दिन आएको नि त मार्च 11 मा त्यो गर्मी थियो नि यार जिग्दै तिमीले मौसम गरेन हो बाटे हामी ज्याकेट लगाएर हिँडेको बाटे थाहा छ तिम्रो म अन्त तिमी आएको त्यतिखेर नि त्यो चिसै थियो बाटे चिसै बस्छ अहिले क्या जनवरी फेब्रुअरी मार्च होइन अप्रिल मेदेखि चाहिँ तिमी सक्दैन मलाई कस्तो लाग्यो भन्दाखेरि त्यो नाइटको चाहिँ जाडै हुन्थ्यो डेमा त मलाई त्यस्तो जाडो लागेन जिग्दै गर्मी नै थियो त्यो बेलामा बाटो अरे पानी यहाँभित्र चाहिँ बल खेल्ने पार्कहरू पनि राम्रो छ बेसी जस्तो नेपालीहरू हुन्छ यहाँ चाहिँ एकदम नेपाली दाजुभाइ दिदीबहिनीहरू एकदम यहाँभित्र मजा छ नि बाटो तर मजा भन्नु मतलब अलिकति क्या पार्क जस्तो छ सबै क्या बलहरू खेल्ने हामीले टिकटकमा नि लाइभहरू देखिरहन्छ टुर्नामेन्टहरू के खेलेको सबै यहाँभित्र हो नि त अब हामी पुगिहाल्यो नि त डेस्टिनेसन चाहिँ यहाँ तल हो बल खेलिरहेको छ बल त्यहाँ यहाँ चाहिँ के यहाँ होइन कहाँ हो त हाम्रोमा हो माथि हो ब्लक 1 मा त्यही छ त्यो त्यो त अघि कुरा गरेर सबै रेडी त्यहाँ के अरे फिक्स गरेर सबै गरिसक्यो बल खेलिरहेको छ यत्रो हिर्काउनु मन लागिहाल्छ पार्टी मेरो भाइ पनि साह्रै इन्ट्रेस्ट गर्छन् अब यो ग्राउन्डमा चाहिँ हामी मान्छेहरू भरिभरि नेपालको कहाँको मान्छेहरू देख्ने ठाउँ यहाँ चाहिँ एकदम बवाल हुन्छ यो ग्राउन्ड चाहिँ रमाइलो हो एकदम खालि यताबाट यता यो जस्तो बास्केटबल पनि खेल्छु भलिबल पनि खेल्छु होइन जस्तै खतरनाक भयो भने नि आई क्यान क्या उयो खेल्नु सक्छु क्या प्लेसिङहरू हान्नु फिङ्गरिङहरू राम्रो चाहिन्छ त्यही हो मेरो चाहिँ म किन यो भलिबलमा चाहिँ यस्तो भयो भने मेरो घर पछाडि नै कोर्ट थियो नि त भलिबल कोर्ट अन्त यत्रैदेखि नै खेलेको साँझसम्म खेल्थ्यौँ नि हामीले चाहिँ अन्त म कति क्लास 4-3देखि हामी 4देखि स्कुल टिम चुज गर्नु थाल्छ नि 12सम्म माथि
सेलेक्टेड हो खालि छुइसक्दाखेरि यो मान्छेले अलिकति खेल्दैछ भनेर त्यो बानी भयो जस्तो भइहाल्दो रहेछ नि त तर हाइटले चाहिँ मार खाइन पाट्यो हाइट नभएर चाहिँ एकदम स्याट नि स्प्याकहरू गर्नु सक्दैन अब त नखालेको के कहाँ लिन्छ हौ बाटै स्कुलमा चाहिँ अब स्कुल टिम पाउँछ नि त अन्त स्कुलमा त अब पाउँदैन छैन नि यहाँ खै फुटसलहरू केही खेल्दैन नि त अन्त फुटसलहरू खेलाउँछ होला भनेको नि मजा लाग्छ नि फुटसल फुटबल त्यस्तो रहेछ फर्स्टमा फुटसल खेल्दाखेरि एकै बलमा माथि हान्दिन्थ्यो त बुझ्नु धेरै माथि गएपछि त आउट हुन्छ नि त माथिको लेभलको मात्रै हो नि त बल भनेको माथि पनि होइन त्यहाँको माथि हुन्छ नि त तिनीहरूको पुरै कभर गरेर राखेको हुन्छ नि त पुरै बिल्डिङ बनाउँदैछ यहाँ बिल्डिङ बनाउँदैछ यहाँ चाहिँ तर यहाँ महँगो रहेछ नि जिग्दी फुटसलको महँगो रहेछ नि 50 केजी भन्छ सेयर म्याच खेलेको एक गेम खेलेको हो यता एक गेम कति छ भयो 45 मिनटको 45 90 मिनटको हुन्छ 90 मिनटको त्यति उहाँ साला 2 केटीमा साला पुरै खेल साल कति खेल अझ 100 अब हामी दुईजनाको ठाउँमा पुगेको जस्तो छ पार्टी पुग्यो नि अब पुगिहाल्यो उयो अगाडिको बिल्डिङ त सारे मामा हाम्रो ठाउँमा पुगेको छ ओए मुन पनि अहिले देखिरहेको छ त दिउँसो पनि अब हाम्रो ठाउँमा हामी दुईजना चाहिँ पुगेको छ अब त्यहाँभित्र गएर भित्र गएर चाहिँ एकछिन तितो मिठो मिठो गफ गरिन्छ त्यहाँदेखि फेरि कताबाट जाने यताबाट जाने त्यहाँदेखि उताबाट जाने घरै फर्किँदाखेरि त्यो मान्छेलाई भेट्नुपर्छ त कसलाई ए उताबाट गएर अक्सिजनको बाटोमा त्यो मान्छे पनि हामी ब्लक 2 को स्ट्रिट नम्बर 219 मा चाहिँ पुगिसकेको छ हैन म यहीँबाट हिँड्छ नि त म सधैँ यहाँबाट हिँड्छ त लम्बाइ पर्छ नि लम्बाइ पर्छ नि तिमी वहाँ निस्किनु पर्यो नि फेरि मैले भन्नु खोजेको यहाँबाट उता जानुपर्छ फेरि माथि जानुपर्छ मैले भन्नु खोजेको यहाँबाट यस्तो त त्यो हाइपरदेखि यता साइडको बाटो छ त एउटा ठ्याक्कै निस्किन्छौँ यहाँ अगाडि निस्किन्छ त्यो भन्नु खोजेको मैले तिमी अनि बङ्गाली मार्केटसम्म आउनुपर्छ बङ्गाली मार्केटदेखि फेरि कट्नुपर्छ अनि त्यो भन्नु खोजेको लम्बाइ भयो नि त जति गरे पनि तिमी एउटै कुरो हो त जिग्ने यताबाट आए पनि उताबाट आए पनि जिग्ने यो चाहिँ ग्यारेज गाडीहरू बनाउने ग्यारेजमा अब यो बिल्डिङभित्र हामी पस्दैछ यो बिल्डिङभित्र पसेपछि चाहिँ